गाइज हेलो ल यो चाहिँ इलेक्ट्रिक भेहिकल क्रेटाको नयाँ गाडी हैन नेपालमा आइपुगेको छ। ओभरअल पर्फर्मेन्स चाहिँ राम्रो छ, यसको लुक्स पनि दामी छ हैन, फिचर्सहरु पनि एकदम राम्रो छ। भित्र माइलेज र पिकअपको हिसाबले नि एकदम ठीक छ। माइलेज 320 त्यो नेपालको चाहिँ जुन आएको छ 320 माथि दिँदो रहेछ। लुक्सहरु सबै राम्रो छ। चार्जिङ अगाडिबाट भयो, यहाँबाट छ पोर्ट है, एसी डीसी चार्जर छ, राम्रो खालको छ। मैले चाहिँ यो सबभन्दा माथिको भनौँ न रेन्जको हो यो। जताततै क्यामेराहरू भएको 360 क्यामेरा भन्छ, सेन्सर भएको राम्रो छ। ओभरअल चार्जिङ गर्ने पोर्ट चाहिँ अर्थिङ राखेर यहीबाट प्लगबाट गर्छु नर्मली। सानो खालको पोर्टेबल चार्जर छ। ओभरअल हाउस होल्डको लागि चाहिँ गर्नलाई ठिकै छ हैन। ओभरअल राम्रो छ सबै कुराहरू हैन, इन्टेरियरहरू पनि राम्रै छ। एउटै मात्र रिक्वेस्ट चाहिँ के छ भने मैले चाहिँ त्यो चार्जर चाहिँ अलिकति नर्मली अब ठिक छ घरमा गर्नलाई, यताउति अफिस गर्नलाई 16 घन्टा जतिमा हुने रहेछ। नर्मली अलिकति त्योभन्दा अलि वाट बढी भएको चार्जर दिनु भने चाहिँ अलिक सुविधा राम्रो हुने थियो, त्यो चाहिँ गरिदिनु होला। ओभरअल नत्र ठिकै छ।